गुनासो केही पनि छैन जिन्दगीसँग। भाग्यमा जे छ त्यही भोग्दैछु, मात्र सहन गाह्रो हुँदो रहेछ। कस्तो छ अहिले तपाईलाई? मलाई त कुकुरले टोकेदेखि त कहाँ टोक्यो कुकुरले? हातमा यो औँलामा टोकिदिएर हेर्नुहोस् न, केही गर्न सकेको छैन। यही हात थियो, यही हात पनि गयो। यसले त चम्चा पनि उठाउँदैन। दुःख भयो छैन नि सर, मेरो यो हात नि, यो औँला नि गयो, यो औँला मर्का भयो। यो दुईटा औँलाले काम गर्थ्यो, यो दुईटा औँला नि अस्ति भर्खर यो औँलाले खाइदिहाल्यो। अब एउटा औँलाले काम गर्छ। आराम हुनुहुन्छ? आरामै जस्तो छु। ठिकै हुनुहुन्छ? यहाँ मैले तपाईँलाई किन दुःख दिएको भने दुईजना साथीले फिनल्यान्डबाट सहयोग गर्नुभएको छ 10,000 रुपियाँ। एकछिन रोकिँदा हुँदैन, मलाई स्यास्या बढिरहेको छ। ल कस्तो छ तपाईँलाई चाहिँ सिन्धुपाल्चोक बसी सन्तोष सेवाले र नुवाकोटको सुबोध ढुङ्गानाले फिनल्यान्डबाट 10,000 रुपियाँ पठाइदिनु भएको छ है। म त्यही दिनलाई तपाईँलाई यहाँ भेट्नलाई बोलाएको, दुःख दिएको तपाईँलाई है। म तपाईँलाई त्यो पैसा दिन्छु, भाइ सुनाइदिन्छु। अब मैले के गर्नुपर्छ भन्नु? अब उहाँलाई के भन्नुहुन्छ? अब यो 10,000 रुपियाँ पठाइदिनु भएको छ होइन। अब एकचोटि गनेर हेर्नु त यो सम्बन्ध। भाइ यहाँ आउँदा यो गर्न दियो पछि हातले समाउँदैन गर्न मान्छ। 1000, 2000, 3000, 4000, 5000, 6000, 7000, 8000, 9000, 10,000। त्यो सेवा पठाउनेलाई चाहिँ धन्यवाद दिनु। अब कसरी धन्यवाद भन्नु? म सामु भइदिएको भए त धन्यवाद दिन्छु। टाढा हुनुहुन्छ समाउनु त भाइ, तिमी भन्दै नि त। भन त सामु। थ्याङ्क यू भन न। हामीलाई पहिलो ताली भएर बोल्न पनि आएन। यसको लागि क्षमा माफी माग्दछु। क्षमा माग्नु पर्दैन, उहाँले चाहिँ पठाउनु भयो, उहाँको लागि धेरै धन्यवाद छ। यस्तै सहयोग गरिराख्नु होला होइन। तपाईँलाई आएको सहयोग चाहिँ म तपाईँलाई अब तपाईँलाई अब यस्तो दुःख छ होइन, त्यही भएर मैले टिकटकमा भिडियो हालेर त्यो भाइरल भएको हो। अब यो पैसाले चाहिँ बाबुलाई स्कुलमा हाल्नु, पढाउनु, राम्रो ठाउँमा चाहिँ यो पैसा प्रयोग गर्नु के है। बाबुलाई ड्रेस किन्छु अनि त्यसपछि भर्ना गर्छु। ड्रेस किन्नुहुन्छ अनि भर्ना गर्नुहुन्छ। अनि अब यसलाई चाहिँ स्कुल गएको देख्नु पर्यो है। छोरीलाई पनि पढाउनु। नानीलाई पढाउँछु भनेको हेर्नुहोस् न सर, मान्दिनँ। मैले भनेको दुईवटा नानीले टेर्दैन। यो बाबुलाई चाहिँ जसरी नै स्कुल हाल्नु है। बाबुलाई त हाल्छु जसरी पनि यसपालि। अरू फर्दर चाहिँ फेरि पनि हामी अपडेट गराउँछौँ। हामीले चाहिँ सन्तोष सेवा र सुबोध ढुङ्गानाको पैसा चाहिँ हामीले हस्तान्तरण गऱ्यौँ है। हस्, धन्यवाद। आइदिनु दुःख भयो है। केही दुःख भएको छैन। मैले म स्कुल पढ्न चाहन्छु। म ठुलो मान्छे हुन चाहन्छु। मुली धन्यवाद भन। ल धन्यवाद। अनि हजुरले सहयोग गर्नुभएकोमा, हजुरलाई ल्याइदिएकोमा नि मुरी धन्यवाद सर। धन्यवाद। म त सहयोग गरिराख्छु। दुखीलाई सहयोग गर्न पाउनु एउटा धर्मको कुरा हो। त्यो धर्मको हामीले पनि हजुरलाई धन्यवाद दिनुपर्छ नि। हजुर हजुर, यहाँसम्म दुःख पाइदिनु भयो। हजुर हुन्छ ल है।
हुन्छ भने यही मोबाइलमा झगडा हुन्छ कि मैले भन्छु कि मोबाइल तर बिहानमा पनि मैले कुरा गरेको थिएँ अनि मैले दिनु के कराउँछु